हेलो गाइज हाई गाइस हामी चाहिँ आज गुरु पूर्णिमा बनाएर टक्कै त्यहाँ के अरे क्याम्पसबाट कोठा जाँदैछौँ होइन। गाइजहरू सर पनि सबै गइसक्नुभयो, विद्यार्थीहरू पनि यहाँ कलर सलर होरी खेलेर जाँदैछन्। अगाडि पछाडि सबै विद्यार्थीहरू आइरहेका छन् होइन। ल भनिदियो त तिमीहरू कस्तो लाग्यो गुरु पूर्णिमा? एकदम राम्रो लाग्यो सरलाई टक्कै केक सेक ल्याउने कार्यक्रम कस्तो लाग्यो होइन। केकले अब के अरे त्यो गुरु पूर्णिमा मनाउने तरिकाहरू कस्तो लाग्यो भन त तिमीहरू? एकदम राम्रो लाग्यो यिनीहरू सब यहाँ ब्लगमा छन् तर दुईजना आफ्नै पारामा छन्। तर उनीहरूलाई म देखाउन चाहन्छु तर अगाडि छन् उनीहरू। तर तिनीहरू पनि हाम्रै साथीहरू हुन् हुन। हामी चाहिँ बिस्तारै जान्छौँ। अब छोप्दैछौँ हामी। रोक दाकलले। तर तिनीहरू एकदम मिल्ने साथी हुन्। तर क्यामेरा अगाडि आउन चाहिँ रिसाएका चाहिँ होइनन् तर तिनीहरू क्यामेरा अगाडि आउन अलि लजाउँछन्। खासमा क्यामेरा अगाडि आउन तिनी अलि लजाउने खाली हुन्। रेखा पनि छ गाइजहरु हैन। रेखा सबभन्दा लजाउने यिनी। त्यसपछि अर्को त उनी त खासै लजाउन त लजाउँदिनन् तर आज के भयो थाहा भएन। हाम्रो टिकटकर साथीहरु पछाडी पनि छन्। देखाइ टिकटकर पछाडीहरु पनि पछाडी छन्। रेखा यहाँ टिकटक बनाइसकेर हिँड्दै छ हैन। त्यसको टिकटक पनि यस्तो भएर साइडल बनाइदिनु पर्यो। सबभन्दा राम्री सबभन्दा सोझी क्लासको सबभन्दा पढ्ने विद्यार्थी। क्लासको सबभन्दा पढ्ने विद्यार्थी सबभन्दा कमजोर भएको विद्यार्थी पनि क्याम्पसमा के रे सबभन्दा सोझी क्लासकै सोझी मान्छे। क्याम्पसकै सोझी भने पनि हुन्छ हैन। नोबेल पुरस्कारको क्यामेरा व्यवस्था अगाडि आउन भने बरुवा त्यसलाई नोबेल पुरस्कारको व्यवस्था हुन्छ हैन। सजायमा क्याम्पस भरिमै यो डडेलधुरा बाउ क्याम्पस उहाँ चाहिँ सबभन्दा राम्री मान्छे, देख्नमा पनि राम्री हैन। नै म राम्री चाहिँ सब अब केक खाएर हैन जोस जागरका साथ मैले चाहिँ केक खाइन है। मैले एउटा कसो केराको खाएँ। तर जे खाए पनि खान चाहिँ चकलेट खानु भयो। चकलेट खाए हैन। केकहरु खाए। त्यसपछि कलरले अब होरी खेल्दियो आज हैन। गुरु पूर्णिमाकै दिन तर जे होस् चाहिँ एकदम अविस्मरणीय सम्झना रहनेछ। त्यसको गाइजहरु यो भने लास्ट वर्ष हैन। फोर्थ इयर भने चाहिँ ब्याचलर लेभलको अब आएर आइसके हैन। हाम्रा साथीहरु यहाँ लखत पनि यहाँ टिकटक सिकटक यस्तो भन्छ त। सरसँग खासमा मैले सोध्न चाहे आजको गुरु पूर्णिमा स्पेशल कस्तो लाग्यो साथीहरुलाई? धेरै धेरै राम्रो लाग्यो। मलाई मेरो साथीहरुले भ्लग बनाएको पैसा दिनलाछन्। आजबाट म भ्लग बनाउने भयो। मेरो इन्कम यहीबाट हुन्छ अब। सिकाइदियो हैन। यहाँ के रे भ्लग बनाउन अब भ्लग बनाउँछ। ल पवित्रलाई यहाँ सुरुवात अब मेरो कमाइ खासमा म यहीबाट हुन्छ। भ्लग बनाए लाउरे पैसा अब नपठाउने यहाँ मैले भ्लगबाट कमाइरहेको छु नि। ल गाइजहरु कति रुपैयाँ रहेछ नाम हेर्दा हैन। यो 20 कति रुपैयाँ 50 रुपैयाँ रहेछ। यो बेथा 20 अर्को रहेछ। यो जोडे आएको त 20 आज अर्को रहेछ। हामीलाई त म्याथ आउँदैन बे। त्यो बेथा आज 20 अर्को रहेछ। त्यो बेथा 5 रुपैयाँ रहेछ। 10 रुपैयाँ रहेछ। हिसाब त आउँदैन। उही बेथा यहाँ कति यो 5 रुपैयाँ रहेछन्। त्यसले सुरुमा खासमा मैले आज 4 मिनेटको भ्लग बनाएको थिएँ। मलाई 100 भन्दा बढी पुरस्कार पाएँ। ल धन्यवाद साथीहरु। 150 रुपैयाँ पाएँ। धन्यवाद। म यसो माया गरिदिनु होला, पैसा दिँदै गर्नु होला। क्याम्पसका सबैभन्दा अनुशासित विद्यार्थीले यहाँ सुरुमा उद्घाटन गरिसकेको छ हैन पैसाको। अब भोलिदेखि सिधै पैसा आउनु पठाए पनि हुन्छ नि पवित्र। अब पैसा नपठाए पनि हुन्छ। सुन्नुहोस् यही ब्लगबाट सन्देश दिन चाहन्छु। भोलिबाट पैसा नपठाउनु होला। मलाई यहाँ ब्लगर बनाएर साथीहरूले मलाई झगडा गर्दैन झगडा म गर्दैन। खासमा यत्रो साथीहरूको अगाडि भने चुका झगडा गर्ने कुरा हुन्छ। भरमा नपर्नु है। यो भ्लग बनाएर पैसा आउँदैन भन्ने यो नसोच्दा पनि हुन्छ। भ्लग बनाएर चाहिँ पैसा छिट्टैमा आउँछ। अवश्य उद्घाटन चाहिँ दुईजनाले गरिसकेको छ हैन। अब भोलिदेखि खासमा यो मैले फर्स्ट ब्लग बनाएको तर त्यति बेला 150 रुपैयाँ दुईजना साथीहरूले मलाई दिइसकेका छन्। अब माथि हामी क्यूआर गरिदिन्छु हैन। 200 यहाँ क्यूआर गर्ने साथीहरू पनि छ नि। पछाडिको यो क्यूआर गर्नेवाला हुन्छ। सब क्यूआर पठाउनु भनिराख्ने क्यूआर गर्नेवाला हुन्छ। त्यसमा क्यूआर पठाउने त्यसमा पनि पठाइदिन्छु। त्यो भ्लगहरु हुन्छ नि त। लास्टमा अन्तिममा भनिदेऊ न आजको कस्तो रह्यो दिन? हो गाइजहरु आज चाहिँ गुरु पूर्णिमाको दिन सबैभन्दा के रे राम्रो लाग्यो हैन। केक सेक यसो सरहरुसँग त्यहाँ के रे गुरु पूर्णिमा मनायौँ। त्यसपछि के रे सबै कुरा सकेर हामी चाहिँ कोठातिर लागिरहेका छौँ। साथीहरु यहाँ टिकटक बनाउँदै आउँदै जाँदै गर्दै छन्। ल देख्नु सक्नुहुन्छ। हेर्नुहोस् आफ्नो तालमा छन् सबै। देखाइदिनु त पछाडि। यिनीहरू सब आफ्नै तालमा छन् साथीहरू। ल यति भन्दै ल गाइजहरु आज
अब हाम्रो ब्लग अन्तिमतिर छ। फेरि पनि सम्पूर्ण गुरुहरूलाई गुरु पूर्णिमाको शुभकामना। तैँले पनि एउटा यस्तो शुभकामना यहाँ ब्लगबाट छोड्दे होइन। लास्ट टाइम अब सकिने बेला सम्पूर्ण गुरुवर्गमा चाहिँ यो के अरे गुरु पूर्णिमाको शुभकामना। यो ब्लगहरू हेर्दै गर्नु होला, युट्युब च्यानलहरू यसो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट दिँदै गर्नु होला। धन्यवाद। धन्यवाद।